हेलो गाइस, के छ खबर? सन्चै आएर मेरो हुन्छ ल। सो वेलकम टु माई न्यू ब्लग। आज मैले चाहिँ ट्राई गर्दैछु एउटा खतरनाक मोबाइल एप्लिकेसनको बारेमा। सो मेरो हातमा अर्को मोबाइल छ, यहाँ देख्न सक्नुहुन्छ। एप्लिकेसन चाहिँ मैले डाउनलोड गरिसकेको छु। अनि अब त्यसको एप्लिकेसन चेक गर्नलाई चाहिँ मान्छे चाहियो नि त, होइन? कोही मान्छे। अनि त्यो मान्छे चाहिँ म खोज्न आइरहेको छु। अब यहाँको कोही नि रहेनछन्। अनि बाख्रा धपाउनको हाम्रो विश्वास भाइसँग आज मैले एउटा यस्तो इन्ट्रेस्टिङ एप्लिकेसनको चेक गर्दैछु। हाम्रो विश्वास भाइहरू चाहिँ टक्क लाएर बाख्रा लिएर आउँदैछन् उतादेखि। अनि यो चाहिँ आइसक्यो। के भनिस् रे? आजको हाम्रो उस भनेको कन्टेन्ट भन्दा नि एउटा मैले खतरा एप्लिकेसन भेट्टाएको क्या, होइन? अनि त्यो एप्लिकेसन फेरि तैँले झुट बोलिस नि पकड्छ, होइन? थाहा पाउँछ क्या त्यसले झुट बोलेको। अनि साँचो बोलिस नि थाहा पाइदिन्छ। तैँले झुट बोलिस नि थाहा पाइदिन्छ क्या के झुट बोलिस भनेर। बाख्रा कति बेला लाने होस्? के हो त्यो? के कनास त त्यसरी? 10 बजे ल। त्यसो अब बाख्रा लिएर घर आइज, होइन? अनि यहाँ मोबाइल अड्डाउन चाहिँ त्यसलाई त्यो भाइलाई छोप्न भन्नुहुन्थ्यो। अनि ल उस लिएर आइज, के अरे बाख्रा लिएर आइज घर। अनि घर टक्क मोबाइल राखेर अनि अर्को मोबाइलबाट गरौँला। हुन्छ? त आज के झुट बोल्छस्, के साँचो बोल्छस् सब थाहा हुन्छ कि नै? ल आज खतरा है। ल म घर गएर रेडी हुन्छ त आउँदै घर है त। यिनीहरूले यहाँ यस्तो चटपट खाएर बसेछ नि, काम छैन यिनीहरूको। मलाई फेरि बोलाएन छन्। लास्ट हरामी हो नि यिनीहरू। अब म खुर्सानी आएर बस्छु। ल गएँ म, होइन? अहिले घर आएपछि बोला है त। ए यस्तो हुनपर्छ प्रगति भनेको। हेलमेट लाएर फ्री फायर खेल्ने किन? ओए फ्री फायर भित्र ओए उता छोड्न, यता हेर्न। हेडसट हान्नु भनेर फ्री फायरको सट्टा बाहिरै हेलमेट लगाएको नमुना मजा के अरे, होइन? ए भगवान्, ल यस्तरी हेर्दैन त यतातिर। एनसी हामी चाहिँ यहाँ मकै भाँच्न आँखम चढाउनलाई। हजुर ल भाँच्नु न त। पुरै सिँगै उखाल्ने हो। ल यसलाई चाहिँ म उखाल्छु। अब जरा गाडेर बसेका मकैलाई उखाल्छु। यत्रो माटोसँग निकाल्दिएँ मैले यहाँ। ल अब यसलाई लाउने हो त। सो गाइस, हाम्रो चाहिँ अब विश्वास यहाँ आइसकेको। यसले आज चाहिँ के झुट बोल्छ, के साँचो बोल्छ भन्ने कुरा हामीले पत्ता लगाउँदैछौँ, होइन? अनि यहाँ मसँग एप्लिकेसन छ, सो देख्न सक्नुहुन्छ। लाइ डिटेक्टर हामीले चाहिँ यसमा जान्छौँ। त्यसपछि अब भोइसवाला गरौँ। भोइसवाला यसमा चाहिँ चार तरिकाले गर्न मिल्दो रहेछ भाइ चाहिँ। एउटा भोइसवाला, एउटा फ्रिक्वेन्सीवाला, अनि एउटा के हो यो ब्लाइन्डवाला हो क्या। यस्तो फेस देखाएर नि मिल्दो रहेछ है, टक्क लाएर। अनि अर्को छ फिङ्गर थम्सवाला। सो हामी पहिला चाहिँ भोइसवाला चेक गर्छौँ। यस्तो हो। ल अब तेरो नाम के हो? मेरो नाम विश्वास गिरी। रेड बोल। तेरो नाम विश्वास गिरी होइन? नाम विश्वास त हो नि। यसको नाम विश्वास होइन है गाइस, यसको नाम विश्वास होइन। ल भन के नाम भन्न भनेको? के नाम भन्न के होइन नि त। मेरो नाम भन्ने। ल है, यसरी भन्न। मेरो नाम विश्वास गिरी हो भनेस् है। मेरो नाम विश्वास गिरी हो। ओ ग्रीन भयो। ल बल्ल भयो। अब यसको अर्को। ल मेरो गर्लफ्रेन्ड छैन भन्न है त। है ल तेरो गर्लफ्रेन्ड छ कि नै? मेरो गर्लफ्रेन्ड छैन। झुट बोलेछ यार। झुट बोल्यो। यसको गर्लफ्रेन्ड छ है। त्यसपछि हामी जाँदैछौँ यो फेसवाला। ल अब तेरो यहाँ हुन्छ है। ल मेरो गर्लफ्रेन्ड छैन भने टक्क लाएर। मेरो गर्लफ्रेन्ड छैन।
अलि सिधा होइन ल ल मेरो गर्लफ्रेन्ड छैन। यसले साँचो बोले अरे यो फिक्सवालाले चाहिँ साँचो बोले भनेर लगाइदियो। फेरि अब हामी अर्को गर्छौँ ल। मेरो 4वटा छोराछोरी भन है हुन्छ कि नै भन है हुन्छ नि आना छोराछोरी नै छैन। त्यही त यसले पत्ता लगाउँछ कि नै तेरो 4वटा छोराछोरी भनेर ल। यार यो स्क्यानिङ हुनै 4 दिन लाग्यो ल। तिमी भन्न मेरो 4वटा छोराछोरी यसले भनेन क्या फेरि ल। मेरो भयो मेरो कुरोको स्क्यानिङ हुँदैन यो कस्तो टचै नभएको कि के भएको मेसेज आएन क्या ल। मेरो 4वटा छोराछोरी छ। छैन छैन रेड आयो है यहाँ बिहे नै भयो। अब हामी जाँदैछौँ यो फिङ्गरवाला कस्तो राखेर ल। यो छ फिङ्गरवाला ल। यहाँ यस्तै राख औँला यस्तै राखेर अनि तैँले भन्ने है के भन्नु ल। मैले तँलाई एउटा क्वेसन सोध्छु तेरो 3टा गर्लफ्रेन्ड छ न? छैन। साँचो बोले चाहिँ केटाले साँचो बोले चाहिँ अब कतिवटा गर्लफ्रेन्ड छ भनेर सोध्न पर्यो नि त। तेरो कतिवटा गर्लफ्रेन्ड छ? एउटा नि छैन। झुट पकड गया झुट पकड गया झुट पकड गया। चल ल झुट नबोलिकन भन है ल। तेरो 2वटा गर्लफ्रेन्ड छ न? छैन। 2वटा छैन अरे अब कतिवटा खास सोध्दा एउटा त पक्का हो। 3वटा होइन 2वटा होइन अब एउटा हो नि त ल। तेरो एउटा गर्लफ्रेन्ड छ न? छैन। झुट बोलिस् ए यस्तो भएन यार। एउटा पनि छैन रे। अघि गर्लफ्रेन्ड छमा उस भएको थियो ल। फेरि गर तेरो गर्लफ्रेन्ड छ कि नै? छैन। छैन झुट गर्लफ्रेन्ड छैन भन्दा छ झुट आउँछ होइन। अनि एउटा भन्दाखेरि यता ग्रिन टिक आउँछ। यो भएन यो काम छैन यो एप्लिकेसनको। यसको सिक्रेट गर्लफ्रेन्ड छ जस्तो एप्लिकेसनलाई नै नभन्नेवाला हो कि नै त्यस्तै लाग्छ ल। यो एप्लिकेसनको खासै काम चाहिँ छैन होइन। बेला बेला कसैलाई प्र्याङ्क गर्न पर्यो भने चाहिँ यो एप्लिकेसन टक्क काम लाउँछ। सो गाइस आजको अब यस्तै थियो रमाइलो होइन एप्लिकेसनको। अब भण्डाफोर भयो विश्वासको त्यही हो। सो थ्याङ्क यू सो मच होइन। भिडियो मन पऱ्यो भने टक्क लाएर लाइक गरिदिनु होला। अनि सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ टक्क सब्सक्राइब गरेर जोडिनु होला भन्दै भिडियो सेयर गर्न पनि नबिर्सिनु है। सेयर पनि गरिदिनु होला। भ्यू चाहिँ खासै जान त्यही भएर सेयर गरिदिनु। सेयर गर्नु भएको छैन भने अनि यति नै। अब नेक्स्ट भिडियोमा फेरि भेटौँ ल। ओके बाई बाई।